सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग स्मी के साथ अब तपाईँहरू सन्चै हुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु अनि बाहिर हेर्न सक्नुहुन्छ पुरै टल्लो घाम लागिरहेको होइन म चाहिँ भित्र बसिरहेको छु अनि हाम्रो यता आउँछ अहिले चाहिँ लाइन गयो क्या म भ्लग अपलोड गर्दै थिएँ एउटा भ्लग हालेको छु 10 मिनट 22 सेकेन्डको हेरिदिनु होला यहाँनिर चाहिँ हेरिदिनु होला होइन यो चाहिँ थम्मेलो होइन हेरिदिनु होला सबैजनाले अनि बुझ्नेहरूसँग त उपद्रो गरेका न बुइनहरू उपद्रो गरेर चाहिँ म पनि जान्छु होइन लाइन कस्तो गइदियो क्या मैले भ्लग पनि हाल्न आँटिसकेको थिएँ क्या हाल्न आँटिसकेको थिएँ ठ्याक्कै लाइन गयो फेरि आइसकेको थिएन अब चाहिँ म हाल्छु अब चाहिँ होइन म चाहिँ भर्खर फुर्सद भएको होइन हिजोदेखि हाम्रो इक्जाम सक्यो गाइज हिजो त इक्जाम सक्यो हिजो कुनको हिजो 2टाको थियो होला सायद हिजो 2टाको थियो हजुर 2 कम्प्युटर र ओपिडीको दामी लिक गयो होइन अनि किप सपोर्टिङ है गाइज मेरो साथीहरूलाई पनि सपोर्ट गरिदिनु यहाँ देखाइदिन्छु सपोर्ट गरिदिनु होला प्लिज भन्दछु अनि मलाई पनि सपोर्ट गरिदिनु है त मेरो साथीलाई पनि सपोर्ट गरिदिनु यहाँनिर छ प्रोग्राम खड्का तर यहाँनिर केले हेरौँ त्यो मलाई चाहिँ थाहा भएन होइन तर यहाँ मैले दिएको छु नि यसमा गएर सबैले सपोर्ट गरिदिनु होला जो हेरिराख्नु भएको सपोर्ट गरिदिनु है त्यसमा पनि त्यही हो गाइज मैले भिडियो पनि हालिसकेँ होइन सब हेरिदिनु होला यहाँनिर चाहिँ हेरिदिनु होला होइन क्यारे यो भिडियो त्यो भिडियो भन्दा यो भिडियो पछाडि आउँछ त्यही पनि कोले हेर्नु भयो भने यो भिडियो पनि हेरिदिनु होला यो चाहिँ अगाडिको भिडियो यो त्यो भिडियो भन्दा पछि आउँछ यो गाइज अनि बहिनीहरू छ नि यहाँ बहिनी मेरो बहिनी चाहिँ के छ ओ रुखमाथि नचढ ल पर्स बनाएर देखाइदेऊ न पर्स बनाएर दिएर मैले एउटा पर्स बनाइदिन्छु त्यो म बनाएर देखाउँछु यार ल पर्स बनाइदिइरहेको छु बहिनीलाई त अनि बजार जा तपाईँहरू बनाउनु होला यहाँ बहिनीले बनाइरहेको छु हेर्न सक्नुहुन्छ बहिनीको हिँडले बनाउनु होला कसरी बनाउँछ देखाइदेऊ न सिकाइदेऊ न जानी सिकाइदेऊ न जानी गाइजलाई पनि सन्ध्या दिदी बनाइदिनुहुन्छ बनाउनु कसरी यहाँ बिचबाट स्यादिरहन् अनि कसरी बनाउँछ सिकाइ त ल मलाई पनि आउँछ तर छिटो सिका भन्न यसरी गर्नुपर्छ अन्त यसरी गर्नुपर्छ है अनि कहाँबाट कट हान्नुपर्छ भन्न यतिको राख्नुपर्छ होइन अनि यहाँबाट फोल्ड हान्नुपर्छ अहिलेको यो उब्रेको उसले चाहिँ फेरि त्यहाँ माथिबाट हाल्नुपर्छ यसरी माथिबाट हाल्नुपर्छ चाहिँ बनाइसक्यो बुइनले चाहिँ त्यो चाहिँ कहाँबाट हाल्नुपर्छ त्यो फेरि यहाँ यताबाट घुसाएर फेरि यसरी गरेर खाने देखा न बना न यहाँ गरेर अनि फेरि पछाडिबाट हाल्नु पर्दो रहेछ ल पर्स देखाइदिए ल रेडी पर्स बनाउँछ छैन ल तिमीहरूको म चाहिँ घरतिर चल्दिसकेँ फेरि मौसम हेर्न सक्नुहुन्छ धान यता त कति देखाउनु होइन मजाले भन्न थालिसक्यो धान पसन्द थालिसक्यो म चाहिँ जहिले पनि यतै आडा भ्लग बनाउँछु त्यही हो गाइस किन थाहा होइन बिस्तारै आउँछ होइन महादेव दाई पनि आइसक्यो होइन के अरे अर्को भिडियोमा नि हुन्थ्यो हामी चाहिँ फेरि यही ठाउँमा मात्र कति जान्छौँ होइन तर यहाँनिर हामी चाहिँ पानी भाँडामा गइरहेछौँ फेरि वान्स मोर फेरि अहिले पनि घाम लागिरह टक्कसँग हामी जहिले यति मात्र जान्छौँ किनकि हाम्रो काहीँ ठाउँै छैन जाने त्यही भएर गाइस हेर्न सक्नुहुन्छ यहाँनिर भ्यू होइन यस्तो हो अनि यता पानी खोलिरहेको छौँ होइन कत्रो गाज आइदिइरहेको क्यारे कत्रो साउन्ड आइरहेको होइन बोलेको आँखा कि आएन भोइस तपाईँ पनि हेर्न सक्नुहुन्छ
बाला फुल्न थालिसकेछ गाइस। मौसम हेर्न सक्नुहुन्छ दामी छ बादल अनि यता पानी चुहिरह पानी फ्रेस कत्रो छ गाइस हेर्न सक्नुहुन्छ। उहाँदेखिको टक्क पानी बोकेर आइरहेको अरे अनि उता खेततिर गइरह अनि हेर्न सक्नुहुन्छ हाम्रो अनि हेर्न सक्नुहुन्छ यस्तो दामी गइरह पानी होइन। हामी फेरि घरतिर चल्दिरहेको छौँ त्यसै आली चाहिँ आधी गइसक्यो। घाम चाहिँ मेरो मुख्य अगाडि छैन यस्तरी टक्क आइदिरह। म चाहिँ यस्तोमा हिँड्दैछु किनभने त्यो चाहिँ भन्दिनँ। यस्तो दामी भिडियो छ कि यस्तो हामी घर आइसक्यौँ। यो घर होइन बङ्गला हो। अब चाहिँ म घर जानु पर्दैन। अब भोलि नभए पर्सि भेट्छु है एकैचोटि। भोलि नभए पर्सि भेटौँ है त। यो भिडियो चाहिँ मैले 3-4 दिन पछाडि पठाएँ होइन किनकि आज खसी काट्ने होइन। सबैजनालाई ह्याप्पी दसैँ मेरो तर्फबाट सबैजनालाई ह्याप्पी दसैँ होइन। म चाहिँ यता पछाडितिर हाल्छु। आज चाहिँ खसी काटेको त्यही भएर मैले भ्लग बनाएँ होइन। यो चाहिँ 3 दिन पछाडि फेरि गाइस म हिजो पनि आइन अस्ति पनि होइन त्यही भएर मैले बनाउनु भएन अनि त्यही भएर यो चाहिँ 3 दिन पछाडि त्यसै गरेर guys. हामीले चाहिँ मासु पकाइसकेको मासु पनि खाइरहेको म पनि खाइरहेको छु मासु। तपाईँले पनि मासु खानुभयो होला। हामीले त खाइसक्यौँ। हामीले चाहिँ खाइसकेको अवस्था हामीले चाहिँ खाँदैछौँ। तपाईँहरू पनि खानु होला मासु। म चाहिँ यहाँ माथि र चाहिँ म चाहिँ यता के अरे डेक निभाउन थिएँ बुफर कपिराइट लाग्यो भने होइन। बाहिरको मौसम हेर्न जस्तो टक्क हरियाली हेर्न सक्नुहुन्छ। पुरै हरियाली छ होइन। दाइ छ तल ला 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 ला। आजको लागि तिमी अर्को भिडियोमा भेटौँला। हस् त बाई बाई। यो भिडियो चाहिँ 7 दिन पछाडि आएको है त। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। बाई बाई।